साथीभाइहरुलाई आजको सन्दकुमारबाट है भिडियो सुरुवात हेर्नु सक्ने छ। यो भिडियो चाहिँ किनभनेदेखि मलाई अन्तिमसम्मको लागि भिडियो बनाएको छु है। यहाँ म केरा फलिरहेको छ यहाँनिर हो। यहाँनिर फेरि एउटा केरा चाहिँ अचम्म तरिकाले फलेको छ अरे है। त्यो भिडियोको लागि चाहिँ म यहाँनिर खिच्दैछु। साथीभाइहरुले भिडियो चाहिँ केराबारी मात्रै भनेछ न हेर्नु होला। यहाँनिर केरा पनि फलेको छ यहाँनिर है। यो चाहिँ एउटा सानो मात्रै है देखाइरहेको छु। साथीभाइहरुले भिडियोले हेर्नु सक्ने छ। यसरी म देखाउँदैछु। केरा चाहिँ यसरी फलिरहेको छ यहाँ चाहिँ। यो त अति नै मजाले फलिरहेको छ यो केरा। अर्को झ्याङ पनि म देखाउने छु साथीहरुलाई हेर्नु सक्ने छ। यसरी म अगाडिपट्टि जाँदैछु यहाँनिर भिडियो देखाउँदै हेर्नु सक्ने साथीभाइ। अगाडिपट्टि हेर्नु होला है। यो भिडियो चाहिँ म फेस गरेर अगाडि हिँड्दै गरेको देखाउने छु। र यसरी नै पुरै अगाडिपट्टि केराहरू है जोडतोड फलिरहेको छ यहाँनिर हाम्रो बिबा नानाको बारीमा है। यसरी केरा खिच्दै म फलिरहेको छ यहाँनिर। जग्गा यस्तै हो। यहाँनिर चाहिँ केरा है अचम्म तरिकाले फलिरहेको छ यहाँनिर। यही केरा चाहिँ हेर्दा यताबाट चाहिँ सिङ्गल देख्दैछ है। तर अगाडिबाट चाहिँ म देखाउँदैछु यही केराको जङ हेर्नु होला है। यस्तो यो केरा चाहिँ यसरी फलेको छ यहाँनिर। यसरी अचम्म एउटा केरा चाहिँ डबल बुङ्गा छ यहाँनिर है। अचम्म तरिकाले फलेको यो चाहिँ मन अचम्म है लागिरहेको छ। यस्तो भिडियोहरू नयाँ नयाँ कुरोहरू है हेर्नु सक्ने छ साथीभाइहरूले। यदि मन पऱ्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गर्नु होला आजको भिडियोमा।